के तपाईँ जापानमा वर्किङ गर्न चाहनुहुन्छ? वर्किङ गर्न चाहनुहुन्छ भने प्याट लाएर मलाई भनिहाल्नु होला, सम्पर्क गरिहाल्नु होला। किन थाहा छ? कम्पनी खोजेर यति मान्छे तडपिरहन्, यहाँका दलैहरूले पैसा यति मागिरहन् कि कुरा गरेर साध्य छैन है। अनि त्यसको लागि चाहिँ मलाई प्याट लाएर भनिहाल्नु होला। त्यसको लागि फेरि यहाँ चाहिँ भाषाको लेभल चाहिँ यनसान माथि हुनुपर्छ है। यनसानबाट माथि हुनुपर्छ। अनि फर्स्ट पहिलो कुरो मेरो यो युट्युबमा मैले लिङ्क राखेको छु, युट्युबमा गएर सब्सक्राइब गर्नु पऱ्यो। दोस्रो कुरो चाहिँ कहाँ के गर्नु पऱ्यो भन्दाखेरि अनि यो मेरो टिकटकलाई फलो गर्नु पऱ्यो। त्यहाँ टिकटक आइडीमा अर्को टिकटक आइडी छ, त्यसलाई पनि फलो गर्नु पऱ्यो होइन। त्यसपछि मेरो इन्स्टाग्राममा छिरेर इन्स्टाग्राममा फलो गरिकन मलाई मेसेज गर्नु पऱ्यो। यति प्रक्रिया पुरा गरेर जसले मसँग कन्ट्याक्ट गर्छ उसलाई म एकदम सस्तोमा के झन्डै फ्रीमै भन्दा नि हुन्छ, त फ्री भन्दा टोटल फ्री चाहिँ हुन्न, सस्तोमा काम लगाइदिने भएँ। सिउसोको गर्ने कम्पनीमा छिराइदिने भएँ। कम्पनी खोज्ने काम मेरो होइन, इन्टरभ्यू दिएर पास हुने काम त्यतातिर हो होइन। र पास भएपछि